रेकर्डेड गर्ने होइन त पिलिक पिलिक भने रेकर्ड भयो त ल यहाँ रह यस्तो रेकर्ड गरी के अरे बच्चाहरू खेल्ने ठाउँ पुरा छ आज हामी सबैसँग चाहिँ यसो घुम्न आएको चट्ट घुम्ने अनि यसो घुमेर चाहिँ जाने सो आज के अरे मन्डेको दिन चिम्पान्जी आज चिम्पान्जी हेर्ने ए अहिले चट्ट चिम्पान्जीको अब के ट्रेनिङ हुन्छ हेर्नु पर्यो अब स्याप्पा के हो गिफ्ट रे टोकन पनि रे टिकट पनि रे ए राइडिङ टिकट आइसक्रिम ल गर्मी हुने के अरे गर्मीको टाइममा आइसक्रिम राखेको छ ल यहाँ डल्फिनको यहाँ चाहिँ पुरा कता पिङु हो कि डल्फिनको यतै होला यतै हुनु पनि कता पुग्यो यहाँ होला यसो स्विमिङ पुल यता हो कि उता हो थाहा छैन कता गयो रमाइलो ए न ऊ यहाँ ल नि यस्तो खालको चिप्ले किरा हुन्छ यहाँ यसलाई त जुरुक्क बोकेर टक्क हिँड्ने हेर ल त्यो मान्छेले देख्छ भनेर त्यो खोल राखेर जान्छ ऊ हो 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 ल हेर्नुहोस् कस्तो मजाले चाहिँ आमा ल टोकी खाएको ल हेर ल हेर आमा ल ल ल पुरा इन्जोय लाइफ छ यहाँ फेरि यता फेरि चिम्पान्जीको के अरे ऊ चराको छुट्टै कुरो कथा छ हेर्नुहोस् पिङ्गुइनले कथा छुट्टै निकाल्छ अब पिङ्गुइनको चाहिँ ट्रेनिङ दिन्छ कि यहाँ कसरी गर्ने त्यो पिङ्गुइन उनीहरू सेन्सिटिभ हुन्छ यो पनि ल ल ल ल ल नाम राख्यो होला है कलर छ यहाँ उताखेको ट्याग होइन नि त्यो छुट्टै हो दिदी यहाँ आउनु दिदी अहिले यता आउनु ल हेर ल आमा आयो त नजिकै आयो त यसको नाम के भन्छ पिङ्गुइन भन्छ पिङ्गुइन आमालाई भेट्न आइसक्यो अहिले त अघि नदेखेर नआएको अहिले आमालाई देख्यो घाम ताप्न आयो हो ल हेर पौडी खेल्नु गयो
माछा जस्तो पौडी खेल्छ ल खुट्टा नि यसो 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 गरेर खुट्टो के खुट्टा हो जुम्रा नि टिपेर खाँदैछ ल जुम्रा धेरै जुम्रा परेछ क्या त्यसको जिउमा घर हुँदै रहेछ त्यो गुफा बोल्छ घरमा हो अब खानेकुरा ल खानालाई हो माछा 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 सानो माछा खान्न रे अगाए रे पिसायो बिसायो त ल कसरी फिस तिर खान्छ ल माछा माछा ल माछा च्याप च्याप उठेर खान्छ त्यसलाई चाहिँ अगाएछ यहाँ घाम तापेर बसेछ ल पौडी खेल्दैछ कुटु 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 अब फेरि त्यसमै ल च्याप च्याप माछा माछा राख्दैछ So, I will wrap up there for today. That is my food for I hope you have enjoyed learning a bit more about our penguins and seeing them. We've got a few more fish to have this afternoon and we'll be coming back. So, if anyone does have any questions, myself and Connor will be sticking around just over at the side here. Feel free to come on over and chat. If you'd like to grab one of our lovely penguin stickers before you head off, you'll get one of them from us here as well. Thank you. Look. Penguin सिद्धि आमा Thank you so much for listening. आमाले कुरा गरेर ठ्याक्कै बुझ्छ त्यसले हो र के भन्छ ओ भन्छ ल यता यता के हो यो हेर्ने यहाँ चाहिँ के छ होइन त्यो सर्प होला नि उ यस्तो बाँदर छैन छ अहिले कहाँ पुगेछ उ यस्तो छ यस्तो यस्तो चुङ्गा भएको कहाँ गयो खोज्नु पऱ्यो नि यसलाई त खोजेर ल्याउनु पऱ्यो कहाँ हराएछ जङ्गलतिर लुकेछ है दाइ कहाँ गएर बस्नु यसलाई खोजेर ल्याउनु पऱ्यो
कहाँ बसेको लुकेर बसेको जुङ्गा भएको बाँदर के छैन कता लुकेर बस्यो होला हामी आउँछ है भनेर ऊ यस्तो बाँदर क्या आमा ऊ पर फोरमा फोहोर त यतातिर थियो यतातिर गयो यता गयो अरे फोरमा यहाँ देखेको थियो भर्खरै उता भाग्यो त्यस्तो भयो शर्मिला हुन्छ शर्मिला हुन्छ होला यो छैन उ त सब अब यो पेट फार्ममा अहिले टाइगरको चाहिँ अहिले 3 साढे 3 बजी आउँछ जान पाउन्न रे उता कता लुकेर बस्यो त्यो अहिले बाघको चाहिँ 3:30 बजी आउँछ बाघले एक्जिबिसन गर्ने यो खरायो खरायो हो क्या यो खरायो यो चाहिँ के हो त यो यता यो यहाँ चाहिँ के छ त हो र कहाँ गएर लुकेको थियो अहिले यही बसिरहेको खाएर त्यो उता गएर बाँदर खोज्दा खोज्दा हैरान पऱ्यो हामी चाहिँ सानो खालको बाँदर खोजेको कता हरायो सानो खालको बाँदर खोजेको हराए ऊ अहिले आयो ल मैले त्यसो भनेको अहिले झुन्डेर बसिरहेको छ ऊ त्यो हेर्नु त है रुखमा हो पुरा हो बिरालो जस्तो छ यार ऊ काका सानो खालको खुदे जस्तो हो पुछार सुछार भएको है त्यो ऊ 2टा वर्ष त 3टा वर्ष टन्नै रहेछ त अघि पो लुकेर बसेको छ अहिले त देखिहाल्यो माई साँप्रा यो ल रिकेश यो समाज यहाँ टोइलेट छ जस्तो पैसा घोडे आम्बो ए गधान रहेछ बोज अल्पाका सब हेर्नु घोडा गधा चेरा बाख्रा सुँगुर बुङ्गुर सिप चाहिँ सिप हात धुने यताबाट टेक सेल्फी रे ल सेल्फी खिच्ने ल फोर्के हो हजुर फोके अहिले भर्खर आएछ फोके भन्ने यही हो ए बदल रहेछ हेर्नु हजुर
ल बँदेल सुँगुर बुङ्गुर बँदेल कसैले त्यसलाई घरमा पालेका सुँगुर भयो अलि सेतोलाई बुङ्गुर भन्यो यो कालो भएको हेर्नु जङ्गलमा भएकोलाई चाहिँ बँदेल भन्ने हेर्नुहोस् त्यहाँ ढलेर बसी यी थरी थरीका चिजलाई नै खाने मान्छेको नजर पनि फरक फरक छ जङ्गलकोले सबैले खान्छ खाने हजुर अब बाहिर घरमा पालेका चाहिँ किन खाने हेर्नु यस्ता यस्ता कल्चर छ घरमा पालेको चाहिँ सुँगुर सुँगुर बुङ्गुर घरमा पालेको कालोले सुँगुर सेतोले बुङ्गुर बुङ्गुर ल हेर्नुहोस् यो नेचुरल जङ्गलमा चाहिँ आफ्नै सेल्फ बाँच्नेले चाहिँ बँदेल बँदेल यसको त यसले टोकेपछि त फेरि कुकुरहरू त टाप भएको छ नि त अरे खाइन्छ मैले देखेको काठमाडौँमा देखेको सानो कुकुर ल्याएको थियो चिर्दिन्छ कुकुरले फराफरै गर्थ्यो चिर्दिन्छ एक दिन त कुकुरलाई त टोक्दियो त्यो हुन्छ सानोले के यसो छासो पारिदियो भने अनि त्यहाँदेखि त त्यो कुकुर त त्यसको नजिकै नपर्ने हेर्नुहोस् किन त्यो त्यस्तो गरेर हान्थ्यो क्या त्यसपछि टोकिदिएपछि त त्यसको त छेउमा के अरे पाल्या थियो छेउमा आउनै छोड्दियो टुइ 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 गरेर भाग्ने ल घोडा यो ठुलो घोडा भयो सानो अब खचर सबैभन्दा सानो ल गधा हेर्नुहोस् घोडाका टाइपहरू कस्तो कस्तो ठुलो मान्छे चढ्ने छुट्टै सानो मान्छे हो चढ्ने छुट्टै भ्यालुको आमालाई थाहा छ नि घोडा पाल्यो भने होइन अनि कुन चाहिँ घोडा हो यो त यो घोडाको नाम के हो खैरे गोला नहुने खैरिया हुन्छ काले के हुन्छ खै आफूले पाले त के भन्थ्यो आमाले पालेको घोडाको नाम चाहिँ डोमा डोमा भन्थ्यो अनि त्यो चाहिँ के हो त्यो सानो घोडा हो त्यो चाहिँ के छ नि खतर होला खच्चरको उता छ त्यो त गधा होइन गधा घोडा त बिहा छ त गधा उतै रहेछ होइन यो पनि घोडा घोडा बच्चा उभा हो कि न सानो घोडा त होइन ठुलै घोडा हो सानो सानो मान्छेले भन्नु होचो मान्छेले चढ्ने घोडा छ हुन्छ ठिक्क हुन्छ बुढाबुढी मान्छेलाई यसले चाहिँ सही ठाउँमा लान्छ क्या बिस्तारो धक्का नदिकन होइन टलक 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 अर्को त हुट 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 गर्छ अनि मान्छे लडाइदिइहाल्छ नि त्यसले त खानै राखेको घाँस खाएको हो खानै राखिदियो अच्छा चाहिँ यहाँ यो लडीबडी गर्दैछ अहिले त यतै घोडाबाट गयो त्यो चाहिँ अर्को घोडा हामीले पाले त रातो थियो रातो आफ्नो बेच्नु गयो 200 त थियो 200 त बेच 300 बेच्नु गयो बुढाले यो चाहिँ अर्को घोडा घोडाको गु पनि हेर्नु गोडामा दिदी कोही पनि खुल्दैन थियो पालि मैले सोध्नु भयो ल यहाँ बाख्रा आमा बाख्राले खेल्नु पनि बनाइ आमा बाख्रा काली बाख्रा पाङ्रे छोटी बाख्रा सिँगारी यो मेन त यहाँको मासु खानु त यो मिठो हुन्छ होला के है यो त घरेलु बाख्रा हो नि टिक्खर हुन्थ्यो होला उठ्यो त्यो बुढी होला यस्तो बुढी हुन्छ पाठा नि पाएछ ऊ
उदे ऊ पाठा हो जस्तो छ च्याङ्रा जस्तो छ च्याङ्रा जस्तो खोर 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 पनि रहेछ खोर खोर अघि हामी आएको यतै होइन त यो भित्र त उ छ त बाघ बाघ छ कि अर्कोलाई त्यो के अरे क्यामेल के अरे जिराफ ऊँट गुरुङ खै म त गुरुङ लामछाने गुरुङ भने अर्को गुरु चाहिँ के भन्छ अर्को गुरुङ त गुरुङ पनि थुप्रो छ नि त्यही त अर्को गुरु 4 जाति 16 जाति भने 4 जाति लामछाने गन्डे लामा घले त्यही छ के घले हो त्यो घबाट आउँछ क्या घन्टे होला घोन्टे घोन्टे भन्छ कि घन्टे लामा लामा ए लामा नेपाली इङ्ग्लिसमा होइन नेपालीमा चाहिँ के भन्छ लामा हो त्यो लामा हो लामै हो लामा लाइमा एलएल के पो एलआई छ एलआई ए लिमा पनि भन्छ लामै भन्छ बाख्रा सानो बाख्रा गरेर त्यो त अघि हामी गाडी दौडेर गएको तर यो क्यामलबाट चाहिँ प्रड्युस भएर अनि अलिक राम्रो उसमा आएको हो क्या ए मिक्स हो क्रस त्यही भएर दर्शन गर्दा अनि डेभलप गर्छ यहाँ घाँस रहेछ त्यही घाँस खान छिरी ल अनि यसले त अनि ए जिउभन्दा अनि मन्टर लामो रहेछ त नि खान पाए एउटा बोका चाहिँ यहाँ छिरी छ ल हेर त्यो मोडेछ पनि हेर टक्क काटेछ त्यसको काटेको होइन र सबै कपाल काट्यो यो पनि काट्दैछ नि अनि गर्मी हुन्छ नि त अनि भेडालाई जस्तै काटेछ त मिठो छ मिठो त्यो पनि नाइकी है खुबसुरत पनि नाइकी है हुन्छ नि एउटा कोही कोही जानवर स्मार्ट हुन्छ नि देख्दाखेरि होइन देख्दा नि कोही कोही त एकदम लोभ लाग्दो र माया लाग्दो कस्तोमा लाग्दो हुन्छ नि यो त स्मार्ट नै नदेख उयो बाख्रा जस्तो च्यान्टी गरेर कराउँछ नि यो बाख्रा पाखा छ नि कति स्मार्ट ल खानेकुरा आयो भनेर मान्छे चिनेर ल यो पाल्ने मान्छेलाई चिनिसक्यो उसले कसले घाँस दिन्छ कसले माया गर्छ कसले चाहिँ यहाँ के गर्छ भनेर स्याहार गर्ने दबाई पानी दिने गाडीको ओन भइरहेछ दिस इज नम्बर नम्बर ट्याग नम्बर Tag? दिस लाइक दिस वान What is this number? Yeah. 180. like not a name
He's called Hamish. Himas. Hamish. Himas. Yeah. And This this is Bandit. Banda. Himas, Banda. Betty. Peche. And the little ones are Banda. Bluebell. Is that one? Bluebell Yeah. and Primrose. Hi, Banda. How are you, Banda? Twins. This baby twins. These are twins, yeah. The other little one that's in there somewhere. He's a single. Yeah. Okay, Banda. जमले आइछ नि त twins. यहाँ यसो हेर्ने भेडा कुन खालको भेडा हो यहाँ यी ए यो गोट यो छैन अरे के छ त्यो यसो त लामा रहेछ यो चाहिँ के रहेछ त्यो त पाका भिकुगा के भिकुआनस पाक्वास ल यो बस्ने ठाउँहरू मान्छे हराएको सूचना गोट जिल्ला वान्टेड रहेछ त नि अनि यहाँ हराएको छैन गोट स्केप अफिस तो जिसका आ गया don't let his look good his good looks fool you ये बात पर रिवार्ड फर सेफ रिटर्न यो तपाईले पत्ता चिन्नु सक्छ बाटोमा देख्यो भने यो जिस्काइदिएको पुरा भर्खर हामी के हेरेको थियो एउटा यो चाहिँ पोपी रे बेबी पोपीको बेबी अघिनेको नाम के थियो भान्डा कहाँ छ बान्डा त्यो बाख्राको नाम भान्डा पहिल्यै भन्दै छ जेपाती भन्नुहोस् उनीहरूले भन्दाखेरि बान्डा हो भने उनीहरूले केही चिज साइलेन्स गर्छ नि लुइस चाहिँ यदि लगाएर बसेको लुइस यसको नाम हो उयो कता हो लुइस नाम बज्यो नाम मिली बिस्कुट ल यस्ता भेडा त गाउँमा हेरी ठुलो भएको मान्छे हामी कुन खालको भेडा हो भन्ने मात्रै हो बाख्रा भेडा त्यहाँ हेर्नु त्यसको यहाँ खुट्टा लामो भएर उ त्यहाँ निहुरेर खाइरहेको छ कुन चाहिँ त्यो चाहिँ भेडा त हो त होइन बाख्रा लामकाने बाख्रा हो कत्रो अग्लो त्यो बाख्रा त्यो बाख्रा पाउँछ नेपालमा ल यसले मया कति मया गर्छ त हेलो कमान हेलो कमान लेट्स गो Hey. ठिक हुन्छ के तपाईँलाई तिम्रो नाम के हो खै कस्तो राम्रो जिन्दगी त कति भारी पुग्नु
जिन्दगी पारै आएको नि राजा बन्ने जिन्दगी मेरो माइला र कान्छ दुईटा दिल्ली लगेको है आमाजीहरू दिल्ली भएको मैले दिल्ली थियो अब दसैँको बेला दिल्ली गएको अर्काको बरा बरा राम्रो थियो त्यो बरा किनेर मैला बन्छ हामी त नेपालमा नजाने बस्ने के छ हेर्दैछु त बाघ हो कि के हो मान्छे छ हजुर अहिले 3:30 बजे ऊ हुन्छ एक्जिबिसन त्यतिकै के रमाइलो हुन्छ यही चाहिँ भन्ने हो टाइगर भने बाघ भनेको टाइगर त हो सिंह भनेको लायन एकचोटि हात दिन्छ आधी घन्टामा अरू हेरिसक्ने कहाँ हिँडेको तिमीहरू मलाई दर्शन गरेकै छैन भने मुडा जस्तो छ मुडा जस्तो छ ए मोडा त हो नि अहिले फराक्क फर्केर क्वाममा ठोकिदिन्छ होइन है हो सकियो त फेरि होइन यति त अगाडि जानवर होइन हेराएर आइयो कति केजी हुन्छ यो 500 30 40 यो 100 150 भन्दा माथि 150 भन्दा माथि होला होइन घोडा दाइ छ मासु त के अरे सुँगुर बुङ्गुरको मासु यत्रो जान्छ भने यसको यत्रो जान्छ क्या खजिलो हुन्छ क्या एकदम टाइट हुन्छ क्या मासु यसको किन अब त्यो साह्रो हुन्छ क्या यसको मासु अनि मिठो हुन्न मिठो त हुन्छ मतलब भन्नाले जस्तो अब तिम्रो 1 किलो लुगा र 1 किलो फलाम हुन्छ नि त्यो कति वेट डिफ्रेन्ट हुन्छ नि वेट त वेट हुन्छ स्पेस कम लिन्छ नि त्यस्तै हुन्छ यसको मासु यत्रो बडो 1 किलो हुन्छ क्या त्यसको चाहिँ होइन त्यसको त्यो र यो एउटै हो क्या वेट किलो हुन्छ गरुङ्गो एकदम वेटी हुन्छ एकदम कसिलो हुन्छ क्या खटिएको मासु खटिएको मासु यहाँ त्यही पानी त राम्रो रहेछ त्यो यार चिसो रहेछ यता यहाँ आएछ फेरि अहिले त यिनीहरू आएछ नि त यिनीहरू चेकअप गर्नु आएछ उता जाउँ उता आएछ उसको त्यो अघि हो
हेर They get a little training session. Now the secret to training a sea lion is having all the fish. बाख्रो यिनीहरू कामै यस्तो है सबै काम यस्तो गर्छ खाने कुरा खाएको कति घन्टा काम गरेको उतापट्टि ऊ रहेछ त्यसको एक्जिबिसन रहेछ त्यो हेर्न जाँदैछु म कस्तो छ के छ यो हेर्नु देख्नु सक्नुहुन्छ सानो घर बनाएको छ सेल्फी यहाँ अर्को पिङमान छ चाहिँ अर्को अब पिङमान चाहिँ यहाँ छ अब यहाँ चाहिँ उसले एक्जिबिसन देखाउँछ ल Something easy, but all of the sea lions are watching our hands. That's how we communicate with them. So everything they've learned today is thanks to that target behaviour. Now, one of the really important parts of our day is checking our animals to make sure that they're nice and healthy. And by having them interact with us, we can now get a really close look at them. So if I need to check Oscar in the morning, he's learned that targeting behaviour that we talked about. So now I can use my target and I can bring Oscar up onto his station. So we'll do a little bit of a live training because the girls are finished now. So as you can see, we've gotten a little bit distracted. And it's like, the girls are finished. So this is what we do to communicate with him. So I have my target out just here. He's seen it. He's going to come over and he's going to touch it, get himself a fish. Of course, he doesn't have to touch it. If he wants to end the session, I can't force this sea lion to do anything, but I will always reinforce with this fish. So to get him up onto his station, it's now just a little point, and I can use the target behaviour to check his flippers. Maybe the other one might be easier. That's right. So we can target his flippers, check them all over. I can even check his teeth as well by using that targeting behaviour with my hands. So everything that the sea lions are doing is completely voluntary. They want to go for a swim, they'll go for a swim, but if they do the right thing, they'll get the fish, and then they know they've done the exercise correctly. And one of the most simplest parts of our job, which doesn't really seem like it, is just getting the sea lion to lay down, and you do that by putting your target on the ground. So all of our sea lions are taught to lay down, lay nice and still, so we can get a good look at them from head to toe. If there's ever anything wrong with them, then I can come in and take my place and have a good look at Oscar, make sure he's nice and healthy. But pleased to say, Oscar, today you are in full health. Now the girls are finished, so what we're going to do is going to put Oscar onto his station. Or not, he's just decided he's done, which is fine. So we'll do an awkward ending of just me stood here without my animal. But that is how the day goes when it's hot. To be honest, I'm surprised we got that far. Oscar, you're going to come and say goodbye to everyone. That's the least you can do. But we do want to thank you guys for coming to our talk this afternoon. We really do appreciate every single one of you for coming out here and seeing our sea lions. Alright, here he comes. Let's see if we can get at least a goodbye from you. Say goodbye to everyone. That's right, well done. And we're going to let him relax with his gills and his pups. If you guys have enjoyed our demonstration, please leave us feedback. But if not, have a super visit to Bletchley this afternoon. And we'll leave you to the rest of your day. And that's it, Oscar. Well done. And hopefully you'll see us all again very soon. But from me and the team, it's goodbye. And thank you for watching. Standing on their we get hello.